हेलो गाइस, सम्पूर्णलाई धेरै धेरै नमस्कार छ। हार्दिक स्वागत छ मेरो फेसबुक प्रोफाइलमा। आज छुट्टीको दिन छ, केटाहरूसँग छौँ। आज के गरिरहेको छौँ हामी भने यहाँ पुरा किचनमा पुरा साफसफाइ गर्ने काम भइरहेछ। मेरो पछाडि देख्न सक्नुहुन्छ तपाईँहरू। भाइ छ अनि छोरो भतिजो छ अनि सबै छ। हामी पुरा मतलब पुरा किचन हामीले पुरा लगभग साफसफाइ गरेर धोएर हैन अनि सजाउने काम गरिरहेछौँ हैन। आज पुरा मतलब यहाँ देख्न सक्नुहुन्छ तपाईहरु। पछाडि यहाँ चुल्हा पनि यता हामीले चेन्ज गरिसकेका छौँ। अस्ति यो झ्यालपट्टीमा चाहिँ हामीले चुल्हा राखेका थियौँ। अब हामीले झ्यालपट्टी चुलो नराख्ने भनेर अब चुलो राख्ने, अब यो धारा भन्दा यो अब बेसिन भन्दा वास बेसिन भन्दा ठ्याक्कै यतापट्टि राख्ने भने अब यतातिर आउँछौँ हामी। यहाँ चाहिँ धेरै दिन भएको थियो सफाइ गरिसकेका थिएन हामीले, धेरै फोहोर भएको थियो। आज पुरा सफाइ गरेर यसमा पेपर लगाएर यहाँ चाहिँ भगवानको मूर्ति राख्ने अनि भगवानको फोटो राखेर माथि चाहिँ पूजा बनाउने भन्ने हैन कुरा भइरहेछ। यहाँ माथिको कुरा त्यस्तो छ हैन। अब तल चाहिँ अब तल साफसफाइ गरेर यहाँ चाहिँ भाँडाहरू राख्ने हैन राख्ने कामहरू लगभग हुने हो। अब बिहानैदेखि लागेका छौँ आज हामी हैन, बिहानैदेखि लागेका छौँ। काम सकिसकेको अनि यहाँ माथि पनि अझै यहाँ यो तपाईँहरूको छ नि यो लाइटभन्दा माथि, यहाँ माथि पनि हामीले साफसफाइ गऱ्यौँ। यहाँ माथि पनि धेरै कचेरा थियो धेरै दिनको। यता पनि धेरै छ, यहाँ माथि पनि थियो, यहाँ माथि पनि थियो, यसको माथि छतमा पनि कचेरा थियो, त्यो पनि साफ गऱ्यौँ। साफसफाइ जारी छ। केटाहरूको पनि छुट्टी थियो, यिनीहरूलाई पनि युज गरौँ। अब यहाँ मेरो पछाडि फ्रिज छ, फ्रिजलाई पनि हामी भित्र राख्नेछौँ। लगभग फ्रिजलाई पनि भित्र राख्नेछौँ। फ्रिज बाहिर भएको छ। अब यसलाई फ्रिजलाई अब भित्र यो स्थानमा ल्याएर राख्ने भन्ने कुरा छ। लगभग सबै भइरहेछ काम। एकदम केटाहरूले बेस्ट काम गरिरहेछन् बिहानदेखि। आज यिनीहरूलाई चाहिँ मासु हिजो खुवाइसक्यो। आज साँझ उसको चामलको पिठाको झोल खुवाउने हो केटाहरूलाई। खाने कि नै? पिठाको झोल खाने हो, धुला झोल। अब यो किचनमा चाहिँ अब यो फेरबदल अलिकति भएको छ। यतातिर चुल्हा राख्ने कुरा हामीले पुरानो ठाउँलाई सार्यौँ। पुरा साफसफाइ यहाँ कस्तो छ भने गाह्रो छ क्या। यो भाँडाहरू पुरा बाहिर राखेको छ। अहिले चाहिँ अब भित्र राख्ने कुराहरू चाहिँ पुरै ल्याएर यहाँ टेबलमा राखिदिएका छौँ होइन। अब देख्न सक्नुहुन्छ मेरो पछाडि यहाँ भाँडाहरू पुराना खटाहरू छ। पुरा साफ गरिरहेछौँ हामी। पुरा कचरा यो आज बेचेर हामी खाने हो। साँझ भँगेरा बेचेर मासु खाने हो। यो केले चिप्पाइरहेछ हामी थाहा छ? घुमको आँटो गाउने पिठो होइन, घुमको आँटोले पुरा चप्पाइरहेछ। पछि तल पछि चाहिँ पल भने हो ठिकै छ।